108वटा दाना हुन्छ। ओम वासुमती श्री ओम वासुमती श्री ओम वासुमती श्री मेरो पछि बज्यो ओम ओम वासुमती वासुमती श्री सोहा श्री सोहा ओम वासुमती ओम वासुमती श्री सोहा श्री सोहा ओम वासुमती ओम वासुमती श्री सोहा श्री सोहा। यो मन्त्र 7 पटक ओम वासुमती श्री ओम वासुमती श्री ओम वासुमती श्री ओम वासुमती श्री सोहा भनेपछि यसलाई एकचोटि चाहिँ गरेपछि त्यसपछि जप्ने सुरु गर्ने त्यहाँ है। दिनमा एकपटक यस्तो गऱ्यो भने एकदम राम्रो माला चाहिँ झिम्लो भयो नि त आफैले है। ओम वासुमती श्री स्व भने हाम्रो माला चाहिँ अब तपाईँलाई अघि म टोइलेट जाँदाखेरि माला बेचेर यहीँ लगाइदिन्छ अब त यो त जुठो भयो भन्ने लाग्यो भने ओम वासुमती श्री स्व भनेपछि त्यो चोखो भयो कि अब चोखो भयो त्यो शुद्ध भयो है। त्यसलाई शुद्धिकरण गराउने त्यसलाई अधिष्ठान गराउने मन्त्र हो नि त यो ओम वासुमती श्री ओम वासुमती श्री। अनि 108वटा यो 2वटा झुट्याएकोले चुच्छ भन्छ। के भन्छ रे? चुच्छ। चु भनेको गुरुङ भाषामा 10 भनेको हो कि होइन? हो, गुरुङ भाषामा 10 कति कुरा त गुरुङ भाषासँग मिल्छ क्या। चुच्छ है 10 जोडी भनेको 10 चाहिँ के हो भने यो दाना 10वटा छ कि यहाँ 10वटा यहाँ 10वटा भनेर चुच्छ भनेको लागि है। त्यसरी मनमा राख्नु है चुच्छ। यो हिसाब गर्न हामीले जबेको जबको हिसाब राख्नको लागि यहाँ 10वटा यहाँ 10वटा दाना राखेको। जप्ने बेलामा बायाँ हातले मन्त्र उच्चारण गर्दै ओम मुनि मुनि महामुनि स्वाहा मन्त्र एकपटक उच्चारण भएपछि दाना एउटा तान्ने। त्यसरी ओम मुनि मुनि महामुनि स्वाहा एउटा तान्ने, ओम मुनि मुनि महामुनि स्वाहा एउटा मन्त्र एउटा पढ्ने, दाना एउटा मात्रै तान्ने। मन्त्र एउटा नपढ्दै दाना 5वटा तानिसक्ने पनि हुन्छ कि कोही त फेरि त्यो मिस्टेक भयो नि त, राम्रो भएन नि है। फेरि मन्त्र यहाँसम्म यहाँ दाना यहाँसम्म तान्दैछ बिचमै फलाना के भयो अरे भनेर पनि बोलिरहेको छ, त्यो पनि राम्रो भएन फेरि होइन। यहाँबाट तान्दै यहाँसम्म नआइपुग्ने छ नबोल्ने, इसारा मात्रै गर्ने। किनभने ध्यान हो त्यो चाहिँ। मन्त्र उच्चारण गर्नाले वचनको सिद्धि बढ्छ, मनलाई एकाग्रमा राख्छ, मनमा शान्ति ल्याउँछ। यस कारणले यसरी मन्त्र उच्चारण मुनि मुनि महामुनि स्व मुनि मुनि महामुनि स्व मुनि मुनि महामुनि स्व मुनि मुनि महामुनि स्व भगवान् बुद्धले यसरी मन्त्र उच्चारण गर्दै तान्दै 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 जब यहाँसम्म आइपुग्छ, यो त शिर हो नि त मालाको, यो पनि गर्ने भने त 109 हुन्छ। यो शिर नगर्नेकन मात्र 108 हुन्छ माला। यहाँ आएपछि यो घन्टी र वज्र छ नि त, यो घन्टी र वज्र, यो घन्टी हो यो वज्र हो। यो वज्र भनेको पुरुषहरूको प्रतीक हो, यो भनेको स्त्रीहरूको प्रतीक हो। वज्रयानमा चाहिँ स्त्री मेल र फिमेल हो यो चाहिँ है। मेल र फिमेल सृष्टिको स्रोत हो नि त मेल फिमेल भनेको त है। यो वज्र चाहिँ पुरुषको प्रतीक हो, वज्र घन्टी चाहिँ स्त्रीको प्रतीक हो या। अनि यहाँबाट जप्दै यहाँ आइपुगेपछि अनि यो घन्टीतिरको एउटा चाहिँ सट्ट माथि तानेपछि 108 भए पनि यो 100 गन्छ हिसाब। 100 मात्रै गयो। किन भन्दाखेरि हामीले गन्दै गर्दा अघि भनेको कोही बेला अलि बढी गरिदिने, कोही बेला माला अलि बढी तानिदिने, त्यस्तो छुटपुरो भएकोले पूर्ति गर्नको लागि 8वटा चाहिँ एक्स्ट्रा गरेको 8वटा है। यहाँ गन्यौँ अनि एउटा माथि तान्यौँ, यो शिरलाई ननाग्ने, फेरि यतै रिपिट गर्ने, यतै फर्काएर फेरि जानु, फेरि ओम मुनि मुनि महामुनि स्व मुनि मुनि महामुनि। फेरि पनि जप्नु छ भने यसरी जप्दै जप्दै फेरि यहाँसम्म आइपुगेपछि फेरि एउटा माथि तान्यौँ, 200 भयो। यसरी बिहान 200 बेलुका 200 दिनभरि सम्झाउँदाखेरि यो 10वटा माथि सरिसकेपछि त 1000 भयो नि त। 1000 भयो चाहिँ बल्ल अर्कोतिरको एउटा माथि सर्ने हो या 1000 भयो बल्ल 1000 भयो। यसरी 10 पटक यो त पटेको 10वटा माथि तानिसकेपछि 10,000 हुन्छ। फेरि 10,000 भएपछि अझै पनि 10,000 भयो भने डायरीमा लेखेर राख्ने कुन मितिमा भयो 10,000। त्यसरी गुरु भेट्ने बेलामा 10,000 20,000 30,000 1 लाख 2 लाख कति भयो त्यो हिसाब लेखेर गुरुलाई पुण्य अनुमोदनको लागि चाहिँ रिक्वेस्ट गरेर चढाउने। एउटा बत्ती बालेर थोरै फलफुल राखेर दक्षिणा राखेर ल आज दीक्षा लियो, अब गुरु भेट्ने बेलासम्म कति, अब यो पटकको यात्राको हामीले भोलि रामगढ गुम्बामा गएर सबैको कलेक्सन गरेर विसर्जन गर्छौँ। त्यो पछि फेरि तपाईँहरूलाई यो वर्ष अर्को पटक फेरि हामी रिभल्सर जाने हो, त्यो वर्षको लागि जब दिन्छौँ। त्यो जब फेरि तपाईँले जप्दै कति जप्न सक्दा हामी भेट्ने बेलामा फेरि जब बुझाउने अनि जब हिसाब बुझाउने अनुमोदन गर्ने।